आज फ्राइडे मेरो छुट्टी र मैले ड्युटीबाट फर्किँदाखेरि नै भिडियो बनाउन सुरु गरेँ। मैले काम गर्ने होटलबाट निस्किसक्यौँ, तर मैले मेरो साथीहरू कसैलाई देखाएको छैन। यताउता हेर्दै हामी चाहिँ लाग्यो आफ्नै रुमतिर है त। यो चाहिँ अन्डरपास के भन्छ, सुरुङ जस्तै छ, सुरुङ जस्तै हो भनौँ न होइन। यता चाहिँ ब्रिजहरू छ, त्यसपछि लास्टमा चाहिँ के थियो भन्दाखेरि पिङ थियो क्या, त्यो दुबईमा देखिने। अनि दुबई गुगलमा यताउता दुबई सर्च गर्दा जता पनि देखिन्छ नि त त्यो डोलो खालको पिङ होइन, त्यो थियो। अनि यतातिर यताउता हेर्दै जाँदाखेरि हेर्नु न यार, यो बाटोको साइडतिर यसरी दुबो रोपेर होइन यसो गार्डन बनाउँदाखेरि मलाई नेपालको याद आउँछ क्या। यदि नेपालमा भइदिएको भए यो दुबई भन्ने ठाउँ चाहिँ होइन स्वर्ग जस्तो बनाउँथ्यो होला। अनि जेसिबी यति ठुलो मैले देखेको थिएन। अनि फाइनली म रुम पनि पुगेँ। अब चाहिँ ड्रेस चेन्ज गर्छु म। अनि त्यसपछि ड्रेस चाहिँ लन्ड्रीमा लिएर जानुपर्छ र लन्ड्रीमा जानलाई म रेडी भइसकेँ। अनि यसो वासरुममा आएर हेरेको होइन, म जाँदैछु लन्ड्रीमा। अनि अब लन्ड्रीमा ड्रेस फालेर आएँ, सुतेँ। त्यसपछि साँझ भइसकेको थियो म उठ्दा होइन, 7:30 भएको थियो। अनि भाइहरूले बल खेल्दै थिएँ, गएर भाइहरूको बल हेलेँ। त्यसपछि पार्क घुम्न जाने भन्ने कुरा भयो। अनि भाइ र म दुईजना मिलेर पार्क गयौँ। यो चाहिँ हाम्रो रुमभन्दा नजिकै छ यो पार्क। अनि यसो पाहाडको नजारा देखाएँ। अनि चिसो खाइयो, रानी जुस खाँदै बसियो होइन। स्न्याक्स चाहिँ के भन्छ के अरे, चिप्सहरू लिएको थियौँ, आँपहरू लिएको थियौँ, जुस लिएको थियौँ होइन। खाँदै एकछिन गफसफ गर्दै बसियो 1-1.5 घन्टा जति। अनि फेरि यसो मुड चल्यो कि आँप खाँदाको भिडियो बनाऊँ न त भनेर। अनि यसो बसेर आँप खाएको भिडियो बनाइयो। अनि त्यसपछि भविष्यको कुराकानी गर्दै रात धेरै भइसकेको थियो, 9:30 भइसकेको थियो। हामी फर्क्यौँ त्यसपछि रुमतिर। बाँकी भिडियो चाहिँ अर्कोचोटि। अहिले चाहिँ म रुम गएर सुतेँ है त।